हेलो नमस्ते साथीहरू। आज चाहिँ हामी एमबीएस फर्स्ट सेमिस्टरको अर्गनाइजेसन बिहेभियरको च्याप्टर 5 चाहिँ अध्ययन गर्छौं। पोजिटिभ अर्गनाइजेसन बिहेभियर, सकारात्मक संगठनात्मक व्यवहार। यसको चाहिँ हामी परिचयबाट सुरु गर्छौं। के हो त सकारात्मक संगठनात्मक व्यवहार भनेको चाहिँ एक व्यक्तिको व्यवहारले अर्को व्यक्तिलाई सकारात्मक प्रभाव पार्दछ भने त्यसलाई नै के भनिन्छ, हामी सकारात्मक व्यवहार भनिन्छ। कुनै पनि संगठनमा कुनै एउटा कर्मचारीले एउटा सकारात्मक प्रभाव पार्दछ भने त्यसलाई हामी सकारात्मक संगठनात्मक व्यवहार भनिन्छ। एक व्यक्तिको व्यवहारले अर्को व्यक्तिलाई सकारात्मक प्रभाव पार्दछ भने त्यसलाई सकारात्मक व्यवहार भनिन्छ। सकारात्मक व्यवहारले दोस्रो पक्षलाई मात्र होइन, व्यवहार प्रकट गर्ने व्यक्ति आफैलाई पनि सकारात्मक प्रभाव पार्दछ। यस प्रकार सकारात्मक व्यवहारलाई हरेक पक्षले अपेक्षा गरेको हुन्छ। अरूलाई दुखी बनाउने र रिस उठाउने खरो व्यवहारलाई चाहिँ फेरि नकारात्मक व्यवहार भनिन्छ। सकारात्मक व्यवहार गर्दा निम्न कुरालाई चाहिँ प्राथमिकता दिनुपर्छ हैन। दोस्रो पक्षप्रति ध्यान दिने, आफूले बोलेको कुराले दोस्रो पक्षलाई के कस्तो प्रभाव पर्दछ भनेर चाहिँ दोस्रो पक्षप्रति चाहिँ ध्यान दिनुपर्छ। दोस्रो पक्षसँग सहमति जनाउने, कुनै कुरामा चाहिँ नराम्रो व्यवहार गर्नुभन्दा अर्को पक्षले भनेको कुरालाई चाहिँ सहमति जनाउनु पर्छ। सन्तुलित ढंगबाट आलोचना गर्ने, कुनै कुरा फ्याट्टै नराम्ररी सिधै भन्नुभन्दा पनि त्यसलाई घुमाइ फिराइ अलि राम्रो तरिकाले भनियो भने चाहिँ सकारात्मक प्रभाव पर्न सक्छ। सन्तुलित ढंगबाट आलोचना गर्ने, दोस्रो पक्षलाई प्रशंसा गर्ने, तिमीले राम्रो गरेछौ, यस्तै गर्नुपर्छ भनेर चाहिँ राम्रो काम गर्नलाई चाहिँ के गर्नुपर्छ, प्रशंसा गर्नुपर्छ। दोस्रो पक्षलाई प्रशंसा गर्ने। अनि अरूलाई स्वीकार गर्ने, कहिलेकाहीँ त्यो घमण्डी देखाउनु भन्दा पनि आफूले पनि अर्काको कुरालाई चाहिँ स्वीकार गर्नुपर्छ। अनि स्नेह देखाउने, अरूलाई चाहिँ स्नेह देखाउने, माया गर्ने, त्यस्तो चाहिँ गर्नुपर्छ। संरक्षण गर्ने, अरूको कुरा बुझ्ने, अन्डरस्ट्यान्डिङ हुनुपर्छ हैन। अरूलाई मान सम्मान गर्ने, सधैँ खुसी र हँसिलो र कर्तव्यप्रति कटिबद्ध रहने गर्नुपर्छ के मान्छेले चाहिँ हैन। अनि सकारात्मक संगठनात्मक व्यवहार, पोजिटिभ अर्गनाइजेसन बिहेभियर, पीओबी भनेको चाहिँ संगठनभित्र चाहिँ व्यवहार चाहिँ कुनै राम्रो व्यवहार गर्नलाई चाहिँ हामी के भन्छौँ, पोजिटिभ अर्गनाइजेसन बिहेभियर भन्छौँ। संगठनभित्र कर्मचारीको सकारात्मक व्यवहारलाई सकारात्मक संगठनात्मक व्यवहार भनिन्छ। सबैसँग राम्रो कुराकानी गर्ने, हँसिलो मुख, सधैँ खुसी रहने, काम र कर्तव्यप्रति कटिबद्ध रहने, सहयोग र समन्वय गर्ने, सक्रिय रहने तथा सबैसँग मित्रवत व्यवहार गर्ने कर्मचारीको व्यवहार नै सकारात्मक संगठनात्मक व्यवहार हो। सकारात्मक संगठनात्मक व्यवहार सम्बन्धमा अनेक अनुसन्धानहरू भएका छन्। प्राय अनुसन्धानहरूबाट निम्न व्यक्तिगत गुणहरूलाई सकारात्मक संगठनात्मक व्यवहारको रूपमा लिएको पाइन्छ। एउटा आशावादी, अनि आशा, लचकता, भावनात्मक ज्ञान, विषयगत राम्रो हुनु र आत्मविश्वासलाई चाहिँ के सकारात्मक गुणहरू अन्तर्गत चाहिँ लिइन्छ हैन। आशावादी, आशा, लचकता, भावनात्मक ज्ञान, विषयगत राम्रो हुनु। सकारात्मक संगठनात्मक व्यवहारको धारणा सकारात्मक मनोविज्ञानमा आधारित छ। यो व्यक्तिको शारीरिक शक्ति तथा मनोवैज्ञानिक सक्षमता हो जसले अरूसँग सहयोगी वातावरणमा उत्कृष्ट कार्य सम्पादन गर्न सक्षम तुल्याउँछ। संगठनको उत्पादकत्व वृद्धि गर्न तथा लक्ष्य हासिल गर्नका लागि मानिसहरूको सकारात्मक संगठनात्मक व्यवहारले महत्त्वपूर्ण भूमिका खेल्दछ। कुनै पनि संगठनलाई चाहिँ सफल हुनलाई चाहिँ कुनै पनि संगठनभित्र रहेका कर्मचारीको चाहिँ सकारात्मक व्यवहार चाहिँ एउटा राम्रो पक्ष हुन सक्छ के। सन् 1999 मा व्यवस्थापकका प्रोफेसर फ्रेड लुइचेट्सले पहिलो पटक सकारात्मक संगठनात्मक व्यवहार सम्बन्धी अवधारणा विकास गरेका थिए। उनले यसलाई कर्मचारीको आपसमा समन्वय र सहयोगी गरी उत्कृष्ट कार्य गर्ने व्यक्तिगत क्षमताको रूपमा व्याख्या गरे। यसले कर्मचारीको सक्षमता र कर्तव्यमा ध्यान दिन प्रेरित गर्छ, उसको कमजोरी र गल्तीतर्फ होइन। सकारात्मक संगठनात्मक व्यवहारका महत्त्वपूर्ण तत्त्वहरूको व्याख्या निम्नानुसार गरिएको छ। सकारात्मक संगठनात्मक व्यवहार भनेको चाहिँ व्यक्तिले जीवनलाई सकारात्मक र नकारात्मक
यो चाहिँ सकारात्मक सङ्गठनात्मक व्यवहारमा चाहिँ एउटा 1 नम्बरमा चाहिँ आशावाद पर्छ हैन। आशावाद भन्नाले कुनै कुरा भविष्यमा सफलता हुने भरोसा राख्ने मानव प्रवृत्तिलाई जनाउँछ। हामी चाहिँ भविष्यमा जसरी नि सफल हुन्छौँ भनेर आशा गरिराख्यो भने एक न एक दिन सफल हुन्छ भन्ने कुरा नै चाहिँ के हो भन्दा आशावाद हो। सकारात्मक सोच राख्ने व्यक्ति आशावादी हुन्। यो एक प्रकारको चिन्तन शैली हो जसले व्यक्तिलाई राम्रो पक्षमा ध्यान दिन प्रेरित गर्दछ। भविष्य तथा कामको परिणामको सम्बन्धमा असल विचार राख्ने स्वभाव नै आशावादी हो। आशावादीको आधारमा मानिस दुई प्रकारका हुन्छन्, उच्च आशावादी तथा न्यून आशावादी। केही परिस्थिति, परिणाम र भविष्यबारे उच्च आशावादी हुन्छ। यस्तो व्यक्तिले नकारात्मक कुरा कहिले पनि विचार गर्दैन। सधैँ सकारात्मक विचार गरेर आशा राख्यो भने त्यो एक न एक दिन त्यो आशा सत्यतामा परिणत हुन्छ। व्यक्तिले जीवनलाई सकारात्मक र नकारात्मक रूपमा हेर्ने सीमालाई नै के भनिन्छ? आशावादी भनिन्छ। यहाँ चाहिँ 2-3टा प्रोफेसरहरूको परिभाषा पनि दिएको छ, यो पनि हेर्न सकिन्छ हैन। संक्षेपमा आशावादीको अर्थ सकारात्मक दृष्टिकोण हो। आशावादी भनेको हामीले आशा चाहिँ जहिले पनि के गर्छौँ? धेरै जसो सकारात्मक नै गर्छौँ र आशा अनुरूपको कार्य हुन सकेन भने हामी निराशा हुन्छौँ। यसको राम्रो उदाहरण आधा पानी भरिएको गिलास हो। यसलाई आशावादी मानिसले आधा पानी भरिएको गिलास सम्झिन्छ, जबकि निराशावादी व्यक्तिले यसलाई आधा खाली गिलासको रूपमा बुझ्ने गर्दछ। आशावादी व्यक्तिले चाहिँ त्यो त्यहाँ चित्र दिएको छ नि त, राम्रो सोच्ने मान्छेले चाहिँ यसमा आधी पानी छ है भनेर राम्रो सोच्छ भने नराम्रो सोच्ने मान्छेले चाहिँ के भन्छ? त्यो आधा पानी भरिएको देख्दैन कि त्यो आधा खाली देख्छ र आधा गिलास चाहिँ आधा खाली छ भन्ने चाहिँ सोच्छ। आशावादका आयामहरू, डाइमेन्सन्स अफ अप्टिमिज्म हैन। आशावादका प्रमुख आयामहरू निम्नानुसार छन्। मानव प्रविधिको रूपमा आशावाद। यो आशावादीको एक महत्त्वपूर्ण आयाम हो जुन मानव प्रवृत्तिसँग सम्बन्धित छ। प्रारम्भमा दर्शनशास्त्री तथा मनोवैज्ञानिकहरूले आशावादको धारणालाई स्वीकारेका थिएनन्, तर सन् 1970 को दशकदेखि नयाँ मनोवैज्ञानिकहरूले आशावाद धारणालाई महत्त्व दिन थाले। अहिले आशावादलाई मानिसको प्राकृतिक गुणको रूपमा सबैले स्वीकार गरेको पाइन्छ भनिन्छ। सङ्गठनमा आशावादी कर्मचारीहरूबाट उच्च कार्य सम्पादनको आशा राख्न सकिन्छ। जसले नि राम्रो आशा गर्छ त्यसले राम्रो गर्छु भन्दा चाहिँ सङ्गठनमा राम्रो काम गर्छ। त्यसैले सङ्गठनमा चाहिँ आशावादी कर्मचारीहरूबाट चाहिँ राम्रै काम गर्ने आशा चाहिँ राख्न सकिन्छ भनेको छ। यसर्थ भर्ना तथा छनौट प्रक्रियादेखि नै व्यवस्थापकले कर्मचारीको आशावाद पक्षलाई विशेष ध्यान दिन्छ। कर्मचारीको आशावाद वृद्धि गर्न सकिन्छ। यसका लागि परोपकारी तालिम, परामर्श तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ। सङ्गठनले चाहिँ परोपकारी तालिम, परामर्श तथा अभिमुखीकरण कार्यक्रम दिएर बेला बेलामा चाहिँ के गर्नुपर्छ? कर्मचारीहरूलाई राम्रो काम गर्नेतर्फ आशावादी चाहिँ बनाउनु पर्छ। पहिलो डाइमेन्सन भनेको चाहिँ मानव प्रवृत्तिको रूपमा आशावादी भयो हैन। अब दोस्रो डाइमेन्सन भनेको चाहिँ व्यक्तिगत भिन्नताको रूपमा आशावाद। आशावादलाई व्यक्तिगत भिन्नता आयामबाट हेर्न पनि सकिन्छ हैन। हरेक व्यक्तिको दृष्टिकोण, चाहना र आवश्यकता फरक फरक हुन्छ। सोही अनुरूप उनीहरूको आशावादको स्तरमा पनि फरक फरक हुन्छ। यो व्यक्तिगत भिन्नताका कारण देखा परेको अन्तर हो। व्यक्तिगत गुण र विशेषतामा रहेको विभेदले गर्दा नै व्यक्तिको आशावादको स्तरमा अन्तर देखा पर्ने गर्दछ। यसैले कुनै काममा असफल भएमा कसैले भाग्यलाई दोष दिन्छ भने कसैले आफ्नो योग्यतालाई दोष दिन्छ। कसैले पनि कुनै काम गर्दैछ र त्यो असफल भयो भने कुनै मान्छेले चाहिँ आफ्नो भाग्यलाई दोष दिन्छ हैन। भाग्यलाई पुरपुरमा मेरो भाग्य नै नराम्रो रहेछ भन्दै हिँड्छ भने कसैले चाहिँ हैन मेरो मिहिनेत पुगेन भनेर अर्कोचोटि अझ मेहनत गर्नतर्फ लाग्छ। त्यसैले व्यक्ति बीच चाहिँ यो आशावाद फरक हुन्छ। व्यक्तिगत भिन्नताको रूपमा चाहिँ आशावाद हो है यो। मानिसको व्यक्ति बीच चाहिँ आशावाद फरक फरक हुन्छ भनेको छ। आशावादका नसुल्झेको मुद्दाहरू। आशावाद धारणा सम्बन्धमा कतिपय विद्वानहरू एकमत हुन सकेका छैनन्। यस सम्बन्धमा धेरै मुद्दाहरू देखा परेका छन् जसलाई अहिलेसम्म पनि प्रष्ट रूपमा बुझाउन सकिएको छैन। यसलाई आशावादी अलगै आयामको रूपमा अध्ययन गर्न सकिन्छ। यहाँ आशावाद सम्बन्धी
सुल्झाउन बाँकी रहेका प्रमुख मुद्दाहरू संक्षेपमा व्याख्या गरिएको छ। सानो वा ठुलो आशावाद, सानो आशा राख्ने कि ठुलो आशावाद राख्ने भनेर, अनि आशावाद र निराशावाद छ होइन। अनि सिकाइ तथा आशावाद कायम राख्ने, एउटा सानो वा ठुलो आशावाद, आशावाद वा निराशावाद। सानो वा ठुलो आशावाद भनेको चाहिँ भिन्न भिन्नै अवस्थामा मानिसको आशावादको स्तर चाहिँ फरक फरक हुन्छ, कहिले सानो हुन्छ कहिले ठुलो हुन्छ भनेको छ होइन। अनि आशावाद र निराशावाद, अर्को आयामबाट हेर्दा चाहिँ आशावादको विपरीतार्थ निराशावाद हो। सफलताले व्यक्तिलाई आशावाद बनाउँछ भने चाहिँ यदि त्यो आशा गर्दा गर्दै पनि कुनै व्यक्तिले यस्तो सफल हुन सकेन भने चाहिँ असफलताले चाहिँ व्यक्तिलाई निराशावाद बनाउँछ, निराशातर्फ डोर्याउँछ भन्छ आशावाद र निराशावादले। अनि सिकाइ तथा आशावाद कायम राख्ने, आशावादको धारणा अनुसार चाहिँ व्यक्तिलाई आशावादी हुन सिकाउन सकिन्छ, सिकाइको माध्यमबाट चाहिँ आशावादलाई निरन्तर कायम राख्न सकिन्छ भनेको छ। अनि सिकाइबाट व्यक्तिमा रहेको निराशावादलाई पनि हटाउन सकिन्छ, सिकाइ तथा आशावाद कायम राख्ने। अनि अब अर्को रहेको छ कार्यस्थलमा आशावाद। कार्यस्थलमा आशावादको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। उच्च सिपयुक्त कर्मचारीहरूबाट उत्कृष्ट कार्य सम्पादन गराउनु छ भने उनीहरूलाई आशावादी बनाउनुपर्छ, तब मात्र उनीहरू प्रेरित हुन्छन् र कटिबद्ध र मेहनती भई उत्कृष्ट कार्य सम्पादन गर्छन्। कुनै पनि कार्यालयमा हाकिमले आफूभन्दा तल्लो मातहतका कर्मचारीलाई गाली गलोच गर्यो मात्रै भने त केही राम्रो नतिजा आउँदैन, तर के अरे काम गर्नु उत्प्रेरित गर्यो, आशा जगायो भने अझै काम गर्ने हौसला बढ्छ। कार्य सम्पादनमा चाहिँ कर्मचारीमा चाहिँ आशावाद चाहिँ बढी महत्त्वपूर्ण हुन्छ होइन। अनि अझै कस्तो कार्यमा चाहिँ आशावादी बढी इम्पोर्टेन्ट हुन्छ भन्दा बिक्रीमा पनि सेल्स गर्ने मान्छेलाई साउले करायो क्यारे भने त त्यो मान्छे सेल्सतिर ध्यान दिन्न नि त, तर त्यो मान्छेलाई चाहिँ उत्प्रेरित गरेर आशावाद बनाउन सिकायो भने चाहिँ आज राम्रो सेल्स गर्छ, भोलि राम्रो सेल्स गर्छ। अर्को छ विज्ञापन, त्यस्तै छ अर्को जनसम्पर्क, उत्पादन डिजाइन, ग्राहक सम्पर्क, स्वास्थ्य तथा सामाजिक सेवा। अनि आशावादका दुई पक्षहरू पनि हुन्छन्, एउटा सकारात्मक पक्ष र अर्को नकारात्मक पक्ष। सङ्गठनभित्र सङ्गठनात्मक व्यवहार व्यवस्थापन गर्नका लागि कर्मचारीको आशावादको सकारात्मक पक्षलाई सशक्त बनाउनुपर्छ भने नकारात्मक पक्षलाई कमजोर बनाउनुपर्छ। यसरी आशावादलाई सही स्थानमा सन्तुलित गर्नुपर्छ। आशावादको सकारात्मक पक्ष, पोजिटिभ साइड अफ अप्टिमिज्म, कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादनका लागि कर्मचारीहरू आशावादी हुनुपर्छ। यसका लागि उनीहरूमा रहेको सकारात्मक पक्षलाई सशक्त तुल्याउनुपर्छ। आशावाद सशक्त रहेका कर्मचारीहरूमा निम्न विशेषताहरू रहेका छन्। जसकोमा आशावाद चाहिँ आशा गर्ने मान्छे अलि सशक्त छ त्यसमा चाहिँ निम्न विशेषताहरू हुन्छन्। उत्प्रेरित र कटिबद्ध भई उच्च कार्य सम्पादन गर्छ। जो आशावाद रहेको छ र जसले उत्प्रेरित भएको छ त्यसले चाहिँ उच्च कार्य सम्पादन गर्छ, आफ्नो कार्यमा विशेष ध्यान दिन्छ, कार्य सन्तुष्टि अधिक हुन्छ, उसको चाहिँ आफ्नो कार्यप्रति आफ्नो कामको सन्तुष्टि चाहिँ अधिक हुन्छ, उच्च महकाङ्क्षी हुन्छ, उसले चाहिँ आफूले काम गरे बापत उसले पनि सेवा सुविधा राम्रै पाउँछु भनेर चाहिँ महत्त्वकाङ्क्षी चाहिँ अलिक धेरै बोकेको हुन्छ। बाधा र कठिनाइलाई सहजतापूर्वक सामना गर्छ। ऊ आशावादी छ भने त्यसले राम्रोसँग सोच विचार गरेर जस्तो सुकै कठिनाइ आए पनि उसले चाहिँ सामना गर्न सक्ने हुन्छ के। उत्प्रेरित र कटिबद्ध भई उच्च कार्य सम्पादन गर्दछ, कार्य सन्तुष्टि अधिक हुन्छ, उच्च महत्त्वकाङ्क्षी हुन्छ, बाधा र कठिनाइलाई सहजतापूर्वक सामना गर्दछ। अब अर्को रहेको छ आशावादीको नकारात्मक पक्ष। धेरै आशावाद हुनु पनि राम्रो होइन। आवश्यकताभन्दा धेरै आशावादी भएमा यसबाट व्यक्तिमा नकारात्मक परिणाम देखा पर्छ। कुनै व्यक्तिले आफूले धेरै अपेक्षा गरे र त्यो अपेक्षा अनुसारको आफूले पाउन सकेन भने त्यसमा आशावादको नकारात्मक पक्ष सिर्जना भइहाल्छ। यो नै आशावादको नकारात्मक पक्ष हो। अत्याधिकले कार्य सम्पादनमा पनि नकारात्मक प्रभाव पार्दछ। आवश्यकताभन्दा बढी आशावादी कर्मचारीमा निम्न समस्याहरू देखा पर्छ। आवश्यकताभन्दा बढी चाहिँ आशा गर्यो र कर्मचारीमा निराशाको अवस्था सिर्जना भयो भने चाहिँ कर्मचारीमा निम्न समस्या देख्छ। प्राय असम्भव लक्ष्य निर्धारण गर्नुले पनि
त्यो समस्या देखा पर्छ। क्षमताभन्दा बढी कार्य सम्पादनको अपेक्षा राख्नु, यो असम्भव लक्ष्य निर्धारण गर्नु भनेको चाहिँ कस्तो भन्दा चाहिँ घाटामा चलिरहेको कम्पनीमा आगामी 5 वर्षमा वर्ष 50% मुनाफा आर्जन गर्ने लक्ष्य निर्धारण गर्यो र पछि असफलता भयो भने त्यहाँ निराशाको तनावमा रहने वातावरण चाहिँ सिर्जना हुन्छ होइन। अर्को छ क्षमताभन्दा बढी कार्य सम्पादनको अपेक्षा राख्नु। दिनको 10 एकाइ काम सम्पादन गर्ने कर्मचारीलाई 50 एकाइ काम गर्न उत्प्रेरित गर्दछ भने यसको परिणाम असफलता, निराशा, तनाव मात्र हुन सक्दछ। यदि 10 एकाइ कार्य सम्पादन गर्ने मान्छेलाई 12-15 सम्म दिए खासै फरक नपर्न सक्छ, तर 50 एकाइ कार्य सम्पादन गर्न दिइयो भने 50 एकाइ त उसले 10 बाट एकैचोटि 50 गर्न त धेरै गाह्रो हुन्छ नि त। अनि उसले गर्छ भनेर आशा गरेको मान्छेले त निराश भइहाल्छ। यसरी आशावादीलाई कार्यक्षेत्रमा व्यावहारिक स्तरमा कायम गर्नुपर्दछ। काल्पनिक तथा अव्यावहारिक स्तरमा आशावादी निर्धारण गर्नु हुँदैन। कार्यक्षेत्र आशावादीलाई सन्तुलित बिन्दुमा कायम गर्नका लागि व्यवस्थापकमा आशावादी सम्बन्धी निम्न विशेषताहरू हुनुपर्छ। सकारात्मक दृष्टिकोण हुनुपर्छ। आशावादी सम्बन्धी निम्न विशेषता चाहिँ व्यवस्थापकमा हुनुपर्छ होइन। एउटा कुनै पनि कार्यालयको व्यवस्थापकमा चाहिँ निम्न विशेषता हुनुपर्छ। सकारात्मक दृष्टिकोण, उत्प्रेरणा, व्यवहारिक दृष्टिकोण, हासिल गर्न सक्ने लक्ष्य निर्धारण, प्रशंसा, मिलनसार व्यवहार, असल मानवीय सम्बन्ध, उच्च मनोबल, असफलतालाई अस्थायी सम्झने। असफलतालाई चाहिँ अस्थायी नै सम्झनुपर्छ। सधैँ असफल हुन्छु भन्यो भने चाहिँ झन् सधैँ असफलै भइन्छ। अर्को रहेको छ 2 नम्बरमा आशा हो। आशाको अर्थ भविष्यबारे आत्मविश्वास हो। सकारात्मक सङ्गठनात्मक व्यवहारको अर्को महत्त्वपूर्ण तत्त्व नै आशा हो। मानव जीवनले सफलता पाउनका लागि आशा अपरिहार्य हुन्छ। यसले व्यक्तिलाई केही काम गर्न प्रेरित गर्छ। आशाको अभावमा व्यक्ति निराशावादी हुन्छ। ऊ निराश, हताश, निष्क्रिय र दुःखी हुन्छ। आशा भनेको सकारात्मक रूपमा उत्प्रेरित अवस्था हो। यो व्यक्तिको सफलताको पूर्वाभ्यास र अनुभूति हो। जब कर्मचारी कार्य सम्पादनबाट अपेक्षित परिणाम आउने भरोसा हुन्छ तब व्यक्तिमा आशा जाग्छ। यदि कुनै पनि व्यक्तिले मैले काम गर्न सक्छु वा राम्रो कार्य सम्पादन गर्न सक्छु भनेर आशा राखेन भने चाहिँ त्यो चाहिँ सङ्गठनमा कुनै काम छैन। आशाले कर्मचारीको सङ्गठनात्मक व्यवहारलाई सकारात्मक प्रभाव पार्छ। आशाले उत्कृष्ट कार्य सम्पादन तथा लक्ष्य प्राप्तिका लागि कर्मचारीलाई ऊर्जा प्रदान गर्छ। आशा गर्ने बानी चाहिँ राम्रो हो। यदि म फर्स्ट सेमिस्टरमा पास हुन्छु भनेर आशा गरिएन भने, यसै फेल उसै फेल भनेर पढिएन भने त्यो केही काम छैन। तर म फर्स्ट सेमिस्टरमा पास हुन्छु भनेर आश राखियो भने र बिस्तारै पढ्दै गयो भने हामी पास हुन सक्छौँ। आशा भनेको व्यक्तिको लक्ष्यबारे विचार प्रक्रिया हो जुनसँग लक्ष्योन्मुख हुने उत्प्रेरणा तथा लक्ष्य प्राप्त गर्ने पथ समेत संलग्न रहेको हुन्छ हैन। अनि प्रख्यात मनोवैज्ञानिक स्यान्डलरले आशालाई व्यक्तिको लक्ष्य हासिल गर्ने दृढ निश्चयको रूपमा व्याख्या गरेको छ। यसमा लक्ष्य हासिल गर्नका लागि मार्गचित्र, रोडम्याप र आत्म उत्प्रेरणा पनि समावेश रहेको हुन्छ। यस अन्तर्गत मुख्य निम्न 2 तत्त्वहरू हुन्छन्। व्यक्तिको इच्छा शक्ति, मैले यो काम गर्न सक्छु भनेर आशा गर्ने व्यक्तिको इच्छा शक्ति हुनुपर्छ। आशा पूरा गर्ने मार्गचित्र, वे, पावर, रोड म्याप टु रियलाइज होप। कर्मचारीले आशाले सङ्गठनभित्र सकारात्मक तरङ्ग ल्याउँछ। यदि हामीले आशा गर्यौँ भने सङ्गठनभित्र चाहिँ हामी सफल हुन्छौँ भनेर सबैले आशा गरेर काम गर्यो भने चाहिँ सङ्गठनभित्र चाहिँ सकारात्मक तरङ्ग ल्याउँछ। सङ्गठनात्मक व्यवहारलाई सकारात्मक तुल्याउँछ। कर्मचारीको कार्यसन्तुष्टि वृद्धि गर्दछ। राजी खुसीका साथ उत्कृष्ट कार्य सम्पादन गर्न उनीहरूलाई प्रेरित गर्दछ। शारीरिक रूपमा तन्दुरुस्त तथा मानसिक रूपमा स्वास्थ्य बनाउन समेत आशाले सहयोग गर्दछ। आशाले चाहिँ आशा राम्रो गरियो भने चाहिँ कर्मचारीलाई चाहिँ शारीरिक रूपमा तथा मानसिक रूपमा तन्दुरुस्त बनाउन पनि मद्दत गर्दछ। 3 नम्बरमा रहेको छ व्यक्तिगत प्रसन्न वा खुसी, सब्जेक्टिभ वेलबिङ एन्ड ह्याप्पिनेस हैन। सकारात्मक सङ्गठनात्मक व्यवहारलाई प्रभाव पार्ने अर्को महत्त्वपूर्ण पाटो भनेको व्यक्तिगत प्रशंसा हो। यो व्यक्तिको खुसीको अवस्था हो। कुनै व्यक्तिको प्रसन्नको गुण तब उच्च हुन्छ जब व्यक्तिमा जीवनप्रति उच्च सन्तुष्टि रहेको हुन्छ, उच्च सकारात्मक भावना हुन्छ र न्यून नकारात्मक व्यवहार रहन्छ।
कुनै पनि व्यक्तिप्रतिको प्रसन्नको गुण कहिले चाहिँ हाई पिक लेभलमा पुग्छ भन्दाखेरि जब त्यो मान्छे चाहिँ आफूलाई आफ्नो जीवनप्रति उच्च सन्तुष्टि रहेको हुन्छ अनि उसले चाहिँ आफ्नो सोच विचारमा उच्च सकारात्मक भावना रहेको हुन्छ, नकारात्मक भावनालाई आउन दिँदैन, त्यस्तो मान्छे चाहिँ एकदम सन्तुष्टि वा प्रसन्न हुन्छ। मनोवैज्ञानिकहरूले व्यक्तिगत प्रसन्न सब्जेक्टिभ वेल ब्रिङलाई खुसी ह्याप्पिनेसको रूपमा व्याख्या गरेका छन्। यो मानिसको दिमागी मनोभाव र जीवनप्रतिको माया हो जसले व्यक्तिलाई सधैँ सकारात्मक रहन तथा असल व्यवहार प्रस्तुत गर्न प्रेरित गर्छ। आशावादले गर्दा व्यक्तिमा व्यक्तिगत प्रसन्न सब्जेक्ट वेल ब्रिङ वृद्धि हुन्छ। यसरी आशावाद र व्यक्तिप्रति प्रसन्न बीच सकारात्मक सम्बन्ध रहेको हुन्छ। अब अर्को रहेको छ व्यक्तिगत खुसीका विशेषताहरू चाहिँ कस्ता हुन्छन् भन्दाखेरि व्यक्तिगत प्रसन्न खुसीले मानव स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्छ। दुखी भयो भने हर बखतको चिन्ताले नै चिताको बाटो देखाउन थाल्यो भने जस्तो हुन्छ भने खुसी रह्यो भने चाहिँ त्यो मान्छे एकदम आफै खुसी हुन सकेर त्यसले चाहिँ आफ्नो जीवन अनि स्वास्थ्य चाहिँ एकदम राम्रो हुन्छ के त्यो चिन्ताले चिताको बाटोतिर लाने होइन कि खुसीले चाहिँ त्यो मान्छेलाई स्वास्थ्यतर्फ लान्छ। व्यक्तिगत प्रसन्न खुसी व्यक्तिले तनावलाई नियन्त्रण गर्छ। यदि व्यक्ति आफैमा खुसी छ भने उसले आफ्नो दिमागमा तनावको वातावरण सिर्जना हुन दिँदैन र तनाव के हुन्छ नियन्त्रण हुन्छ। अनि सबैसँग असल मानवीय सम्बन्ध कायम गर्न सक्छ। खुसी व्यक्तिले त यता पनि साथी बनाउने उता पनि साथी बनाउने गर्दै सबैतिर असल मानवीय सम्बन्ध चाहिँ बनाउँछ भने दुखी मान्छे त कोहीसँग बोल्नै चाहन्न र अनि यसै पनि दुखी हुन्छ। व्यक्तिगत प्रसन्न खुसीले व्यक्तिको जीवनमा सन्तुष्टि प्रदान गर्छ। खुसी हुने व्यक्तिले चाहिँ आफ्नो जीवनमा चाहिँ सन्तुष्टि प्रदान गर्छ। व्यक्तिगत प्रसन्न खुसी दोहोरो प्रक्रिया हो, दुई पक्षले आपसमा खुसी आदान प्रदान गर्दछन्। व्यक्तिगत प्रसन्न खुसी निरन्तर चलिरहने प्रक्रिया हो। मानिसहरू उच्च तहको व्यक्तिगत प्रसन्न खुसी मनाउँछन्। व्यक्तिगत प्रसन्न खुसीले मानव स्वास्थ्य, आयु, सम्बन्ध तथा कार्य प्रभावकारितामा सकारात्मक प्रभाव पार्दछ। पूर्ववत फर्किने क्षमता यो व्यक्तिको समस्या र दुःखबाट सामान्य अवस्थामा फर्किने क्षमता हो। जब व्यक्तिलाई ठूलो मानसिक चोट लाग्छ, दुर्घटना, त्रासदी अवस्थामा पुग्दछ, उसको जीवन असामान्य हुन्छ। भोक निद्रा लाग्दैन, शोकमा दिन बिताउँछ। यसबाट पूर्ववत सामान्य जीवनमा फर्किन केही समय लाग्छ। जो व्यक्ति अचानक दुखी र त्रासदीबाट तुरुन्त सामान्य जीवनमा फर्किन सक्दछ त्यसलाई उच्च रेसिडेन्सली भएको मानिन्छ। अर्कोतर्फ कुनै त्रासित वा दुःखबाट सामान्य जीवनमा फर्किने धेरै समय लाग्छ भने त्यसलाई न्यून रेसिलेन्सी भएको मानिन्छ। पूर्ववत फर्किने क्षमताका सम्बन्धमा दुई धारणाहरू छन्, एउटा परम्परागत धारणा र एउटा आधुनिक धारणा। परम्परागत धारणाले के भन्छ भन्दाखेरि पूर्ववत फर्किने क्षमता भएको व्यक्तिको असामान्य क्षमता हो जुन केवल विशिष्ट महान व्यक्तिहरूमा मात्र रहेको पाइन्छ। अर्को रहेको छ आधुनिक धारणा, मोडर्न कन्सेप्ट। पूर्ववत फर्किने क्षमता भएको सिक्न सकिने मानवीय गुण हो। यो गुण सामान्य व्यक्तिमा पनि विकास गर्न सकिन्छ। व्यक्तिको पूर्ववत फर्किने क्षमता अन्तर्गत निम्न तत्त्वहरू पर्छन्: व्यक्तिको समायोजन हुन सक्ने क्षमता, अनुसरण गर्ने क्षमता, लचकताको गुण, परिवर्तनशीलताको गुण, अस्थिरता वा अस्थिरतामा सहज रूपमा सहन सक्ने क्षमता आदि। ल साथीहरू, भिडियो चाहिँ अलि लामो भयो। यहाँबाट चाहिँ हामी अर्को पार्टमा चाहिँ कन्टिन्यू गर्दछौँ। भिडियो राम्रो लाग्यो भने चाहिँ अर्को पार्ट भनेर कमेन्ट गर्नु होला। धन्यवाद। थ्याङ्क यू सो मच।
ल